यो हो मिस्टर बीस्ट, जसको पूरा नाम जिमी डोनाल्डसन, जसको युट्युब अब्सेसनले उसलाई आज बिलियनियर बनाएको छ, जसले घरमै बसेर 5 वर्षसम्म युट्युबको अल्गोरिदम मात्र स्टडी गर्यो। एउटा सेकेन्ड ह्यान्ड ल्यापटपमा घण्टौं घण्टा भिडियोजहरू बनाउँथ्यो। उनलाई युट्युबको लागि भिडियोहरू बनाउन यति मन पर्थ्यो कि एक दिन 1 देखि 1 लाखसम्म नम्बरहरू गनेर भ्याए। सबैले सोच्थे यो मान्छे पागल हो, बट युट्युबले भन्यो यो मान्छे जिनियस हो। सुरुमा 100 भ्युजको लागि टर्पिने मिस्टर बीस्टको भिडियोजहरूमा आज 100 मिलियन भ्युज सजिलैसँग आउँछ। आफ्नो सुरुवाती दिनहरूमा $100 पनि पकेटमा नहुने मान्छेले आज पूरा प्राइभेट आइल्यान्ड किनेर गिभ अवे गर्छ। आफ्नो सौतेलो बुवाको घरको कोठामा बसेर भिडियो बनाउने मिस्टर बीस्टसँग आज 1000 करोडको आफ्नो प्रोडक्सन हाउस। हामीहरू पबजी, फ्री फायर जस्तो गेमहरू खेल्छौं, तर मिस्टर बीस्टले युट्युबलाई नै गेम बनाएर खेल्यो र आज उनको भिक्ट्री हामी सबैको सामने छ। सबैजना भन्छन् यो उनको लक हो, बट मिस्टर बीस्ट भन्छन् यो उनको युट्युब प्रतिको अब्सेसन हो। सो तपाई पनि मिस्टर बीस्टको बारेमा केही फ्याक्टहरु थप्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्।